हाई गाइज हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ मेरो च्यानलमा र आज त 3 महिनाको ग्यापपछि एउटा नयाँ भिडियो लिएर आएको छु मैले। आजको भिडियोमा चाहिँ मैले टक्क डे इन माई लाइफ होइन, डे इन माई लाइफको भिडियो हो यो। सो हल्का भिजा रिलेटेड कुराहरू पनि गरिन्छ हामीले होइन। सो अहिले चाहिँ यहाँ अलरेडी 1 बजिसक्यो, 1:30 भइसक्यो यहाँ। अब चाहिँ केही पकाएर खाने के अरे भोक लागिरहेको छ मलाई। अब के चाहिँ बनाएर खानु मन लाग्छ होइन। सो हेर्दाखेरि केही पनि छैन किचनमा। सो मैले टक्क लगाएर फ्राइड राइस बनाऊँ कि अनि सोचिरहेको अलिकति भात बसालेर अनि टक्क लगाएर के अरे फ्राइड राइस बनाएर खानु पऱ्यो। अनि अलिअलि भाँडाहरू पनि रहेछ, के पनि सासु लिएर खाने होइन। सो हजुरहरूलाई चाहिँ मैले हाम्रो यहाँ घरको सानो एउटा क्याफेमा लिएर जान्छु। अब यो चाहिँ ग्यारेज हो बाइदियो है। तर यहाँ ग्यारेजलाई चाहिँ हामी केटाहरूले चाहिँ टक्क लाएर एउटा सानो एउटा क्याफे जस्तो बनाइदिन्छन् क्या घरकै लागि होइन। पार्टी सार्टी गर्नु पऱ्यो भने चाहिँ अब हामी टक्क लाएर यहाँ आइन्छ। उता बाहिर हलमा चाहिँ अलिक बढी हल्ला हुन्छ नि त, त्यही भएर अब यहाँ चाहिँ यो चामलको टपअप हान्नु पऱ्यो होइन। मैले खास म भाँडै लिएर आउँछु यहाँ पहिला, तर अनि सजिलो हुन्छ। अलिकति चामल धोएर बसाल्ने अनि पाकिसकेपछि यसलाई धुएर खाने। त्यो कति मन चाहिँ दियोस् अब के अरे सबैजनाको कमेन्ट थ्रु पनि गइरहेको हुन्छ होइन। अनि कमेन्ट थ्रु गएर अब के छ त अब पनि अब हजुरले बुझ्न खोजेको कुराहरू मैले त अब आफ्नो एक्सपिरियन्सहरू नै हो भन्दै जाने। सो म आएको पनि लगभग 2 वर्ष हुन लाग्यो। अब 407 भिजा कति सुरुमा आउँदाखेरि चाहिँ मेरो 14 मन्थ्सको भिजा थियो। अनि 13 महिनाको भिजा सकिसकेपछि अब मैले चाहिँ 407 नै एक्सटेन्ड गरिरहेको छु है। म चाहिँ अहिले 407को ब्रिजिङमा छु। मैले पनि 407 नै कुरिरहेको छु। अब हेर म अब कहिले आउँछु मेरो भिजा। अब अलरेडी मैले भिजा के अरे यहीँ अनसोरै बसेर एप्लाई गरेको पनि अब 6 महिना भइसक्यो। अब 2024को सेप्टेम्बरमा चाहिँ मैले मेरो के अरे भिजा एप्लिकेसन के अरे भिजा लज गरेँ हो। अब यहीँ अनसोरमै बसेर गर्दाखेरि पनि स्टिल मेरो 6 महिना लागिरहेको छ। अब हेर म अब अझै कति महिना लाग्ने हो होइन। अब यो 407को के अरे प्रोसेसिङ चाहिँ लास्टै लामो हुने क्या, एकदम लङ प्रोसेस रहेछ क्या यसका। अब पहिलामा आउँदाखेरि पनि मैले लगभग कति भिजा लज गरिसकेपछि त मलाई 3 महिनामा त भिजा आयो मेरो होइन। तर के अरे अब सबै स्पोन्सरहरू खोज्ने अनि सबै हुन्छ नि अब नोमिनेसनको प्रोसेस, भिजा लजमेन्टको प्रोसेस होइन। सबै कुराहरू गर्दाखेरि चाहिँ मेरो लगभग 1.5-2 वर्षै लागेको हो क्या मेरो पहिला पनि। तर भिजा लज गरिसकेपछि चाहिँ 3 महिनामा चाहिँ भिजा आएको। अब भिजा आउनेभन्दा अगाडि पनि यो के अरे हाई कमिसन इन्डियाले चाहिँ मलाई इन्क्वायरीको लागि पनि फोन गरे हो। लगभग आधी घन्टा मिनिमम 40 मिनट्स चाहिँ मसँग कुरा गरेँ क्या वाट्सएपमा, भिडियो कलै गरे हो इमिग्रेसनले। सबै होटलहरूको सबै डिटेलहरू चाहिँ हेऱ्यो एकदम। त्यो के अरे भिडियो कल चाहिँ एकदमै टाइट थियो क्या, भन्नाले एकदम स्ट्रिक्टली सोधिरहेको थियो क्या सबै कुराहरू मेरो डकुमेन्टसँग रिलेटेड छ कि छैन होइन। सबै डिटेल्सहरू के कतिजना स्टाफहरू छ, मैले फेरि किचनमा कतिजना स्टाफ छ, बाहिर कतिजना स्टाफ छ, मेरो ड्युटी टाइमिङहरू के छ, मेरो के अरे स्यालेरी कति छ, अनि मेरो चाहिँ के अरे अफ डे चाहिँ कहिले हो होइन। यस्ता कुराहरू मसँग रिलेटेड कुराहरू हो। त्यो सब आफू चाहिँ कन्फिडेन्ट भएर दिनुपर्ने हुन्छ सबै एन्सरहरू होइन। यस अब हाई कमिसनलाई चाहिँ आफू जेन्युन, हाम्रो डकुमेन्ट पनि जेन्युन हो र हामी मान्छे पनि जेन्युनै हो, काम गरिरहेकै मान्छे हो भन्ने चाहिँ फिल भयो भने चाहिँ त्यस भिजा आउँछ पनि। अब कतिजनाको चाहिँ विदाउट इन्क्वायरी पनि भिजा आइरहेकै हुन्छ। अब त्यसमा त्यस्तो छन् भने चाहिँ अब दे आर भेरी लक्की होइन। अब मेरो केसमा चाहिँ मलाई चाहिँ इन्क्वायरी गरे हो, एकदमै स्ट्रिक्टली गरे हो इन्क्वायरी। ठिकै छ अब भिजा पनि आयो। अब उसले आएको पनि 2 वर्ष हुन लाग्यो। अनि
काम गरिरहेको छु 407 भिजा सकिसकेपछि पनि अब फेरि यसलाई एक्सटेन्ड गरेर अब ब्रिजिङमा कुरिरहेको छु भिजा होइन। हेर म होप अब अहिले छिटै नै आउँछ मेरो भिजा पनि। अब के अरे वेबसाइटहरूमा हेर्दाखेरि 24 मन्थभन्दा बढी चाहिँ एक्सटेन्ड गर्न मिल्दैन भन्ने कुराहरू देखिन्छ होइन। तर यदि 24 मन्थभन्दा 2 वर्षभन्दा चाहिँ कम भिजा लगाएको छ भने चाहिँ हामीले चाहिँ फेरि 407लाई चाहिँ एक्सटेन्ड गर्न मिल्छ क्या। त्यो भयो भने चाहिँ हामीलाई चाहिँ जस अब ब्रिजिङमा हुँदाखेरि पनि अब आफ्नो वर्क एक्सपिरियन्स चाहिँ बढी नै रहेको हुन्छ। अब ब्रिजिङमा भइसकेपछि अब जति ढिला हाम्रो भिजा आयो त्यति हामीलाई फाइदा हो। त्यस अब एक्सपिरियन्स बढिरहेको हुन्छ अनि एक्सपिरियन्स काउन्ट भइसकेपछि अब यहाँको अब अस्ट्रेलियाको एक्सपिरियन्स के अरे बढी भयो भने त अब हामीलाई पछि 482 भिजा हाल्न चाहिँ सजिलो हुन्छ नि त हामीलाई। सो हेरौँ अब के हुन्छ अब इन फ्युचर। अब अहिलेको स्थितिमा चाहिँ त्यो अब ब्रिजिङमै भए पनि अब मेरो चाहिँ यो कामको जति पनि राइट्सहरू छ नि वर्क राइट्सहरू त्यो चाहिँ सेमै छ मेरो 407मै भयो जस्तै। अब त्यही अनुसारले अब स्पोन्सर के अरे यो स्पोन्सरसँग चाहिँ काम गरिरहेको छु। अब पहिला चाहिँ मैले यो वाटसन बेमा काम गरिरहेको थिएँ लन्ड्री होटलको वाटसन बे बुटिक होटल भन्ने के अरे भेन्यूमा। अब त्यहाँबाट चाहिँ अहिले यता लक क्याबिन भन्ने भेन्यूमा चाहिँ ट्रान्सफर भएको छु म। अब पहिला चाहिँ के अरे वाटसन बेमा धेरै टाढा भयो क्या मलाई त्यो ठाउँ। अनि त्यही भएर चाहिँ अब म पहिला बसेको ठाउँदेखि पनि म के अरे मुभ भएर अहिले अर्कै ठाउँमा बसिरहेको छु। अनि त्यसले गर्दाखेरि पनि अब नजिकको भेन्यू कुन छ भनेर हेर्दाखेरि यही लक क्याबिन चाहिँ नजिक पर्दो रहेछ। त्यही भएर यता ट्रान्सफर गर्दै भनेर अनि हेर्ससँग कुरा गरेको थिएँ। अनि जस ट्रान्सफर भएर त्यसरी काम गर्दा मिल्दो रहेछ होइन। त्यस इजी छ, त्यसको लागि खासै गाह्रो चाहिँ छैन। त्यही हो अब अहिले चाहिँ हाम्रो भिजा फी चाहिँ हल्का बढेछ। अब पहिला चाहिँ 405 थियो भिजा लजमेन्ट गर्दाखेरि, अहिले चाहिँ 415 छ। अनि अब रेस्ट अफ द डकुमेन्टेसनहरू सबै सेम नै हो। अनि अब डिपेन्डेन्टको केसको कुरा गऱ्यो भने अब हाम्रो यो भिजामा हाम्रो डिपेन्डेन्टमा चाहिँ हामीले होल फ्यामिलीलाई पनि ल्याउन मिल्छ क्या यही हाम्रो डिपेन्डेन्टमा। तर हाम्रो आफ्नो चाहिँ भिजा हुनु पऱ्यो, लङ स्टेसम्मको भिजा हाम्रो चाहिँ हुनु पऱ्यो। अनि अब डिपेन्डेन्टमा लगाइसकेपछि अब हाम्रो भरमा आउने हो होइन। अनि त्यही भएर चाहिँ जस हामीले चाहिँ यहाँ राखेर यहाँ आइसकेपछि तिनीहरूलाई हुन्छ नि अब तिनीहरूको खर्च पनि उठाउन सक्ने, त्यस हामीले चाहिँ हेर्न सक्ने हुनु पऱ्यो क्या। अब आफ्नो क्यापेसिटी हुनु पऱ्यो नि त। अब मेन कुरा अब इमिग्रेसनमा पनि त्यही चाहिँ त्यो सिक्युरिटी के अरे देखाउनु पर्छ। बढी धेरै मान्छे बोलाउन लाग्यो भने डिपेन्डेन्टमा त्यही अनुसारको आफ्नो प्रोपर्टीहरू, आफ्नो ब्याङ्क ब्यालेन्सहरू सबै कुराहरू चाहिँ हामीले चाहिँ इमिग्रेसनमा चाहिँ सब्मिट गर्नुपर्ने हुन्छ। त्यही नै हो। अब त्यस्तो बढी गाह्रो पनि छैन। अनि अहिले अब आफ्नो वाइफलाई बोलाउँछ भने अब आफ्नै के अरे आफ्नै डकुमेन्टमा चाहिँ कम्बाइन्ड भिजा एप्लाई गर्न पनि सकियो। त्यस्तो बढी गाह्रो पनि छैन। त्यही हो। अब यहाँ 407मा आइसकेपछि अब आफ्नो एक्सपिरियन्स काउन्ट हुन्छ 2 वर्षको एक्सपिरियन्स पछि। अनि नेपालको अझै एक वर्षको एक्सपिरियन्स छ भने नेपालमा पनि एक्सपिरियन्स गराएर आएको चाहिँ बेटर हो भन्छु क्या मैले। अब जस अब आफूले एप्लाई गर्नेभन्दा अगाडि होइन जस आफूले चाहिँ डिप्लोमा अथवा ब्याचलर के हुन्छ आफूले चाहिँ पढ्दै गर्ने अनि प्लस काम पनि गर्दै गर्ने क्या। अनि काम गर्दै गरिसकेपछि अब आफूको लगभग 14-15 महिना अथवा 2 वर्षको एक्सपिरियन्सहरू देखाएर अनि यहाँ आएर फेरि 2 वर्षको एक्सपिरियन्स देखायो भने त हाम्रो त स्किल एसेसमेन्ट गर्न मिल्छ। अनि स्किल एसेसमेन्ट भइसकेपछि त हामी 482 भिजालाई एलिजिबल भइयो। त्यसरी चाहिँ के डकुमेन्टेसनहरू गराइराख्दा चाहिँ बेटर हुन्छ क्या। डाइरेक्ट पढेर 407मै आउने मात्र नसोच्नु कि फ्युचरको लागि पनि सोचेर आउनुपर्छ क्या। त्यही नै हो। अब चाहिँ मलाई भोक लाग्यो, अब चाहिँ के खानुपर्छ होइन। भात चाहिँ पाकेन, अझै टाइम लाग्छ, 12-13 मिनट लाग्ला अझै। अब त्यति बेला केही न केही खानु पऱ्यो। गाइज नाउ लेट्स टक अबाउट द वेजेस होइन। कतिसम्म चाहिँ हामीले के अरे कमाउन सकिन्छ अब 407 भिजामा। सो अब कमाइको कुरा गर्दाखेरि चाहिँ अब यो 407 अब आफैमा एउटा ट्रेनिङ भिजा भएको भएर अब कम्पनीहरूले हेरी हामीलाई स्पोन्सर के अरे हाम्रो के अरे एनुअल प्याकेजहरू गराइरहेको हुन्छ होइन। सो हामीलाई चाहिँ अब आवरली बेसिसमै पे गरिरहेको हुन्छ। जति पनि यो 482 अथवा अरू कुनै वर्किङ भिजामा हुनुहुन्छ उहाँहरूलाई चाहिँ
के अरे स्यालेरी बेसिसमा बसिरहेको हुन्छ र हरेक हप्ता चाहिँ आउने स्यालेरी चाहिँ एउटै नै हुन्छ कि फिक्स हुन्छ कि हरेक हप्ता आउने स्यालेरी। तर 407को चाहिँ फिक्स हुँदैन किनकि अब हामी त आवर बेसिसमा काम गरिन्छ अनि स्याटरडे सन्डे चाहिँ हाम्रो पेमेन्ट हाई हुन्छ अनि प्लस ओभरटाइमको पनि हाई पे हुन्छ प्लस अनि पब्लिक होलिडेहरूमा पनि हाम्रो हाई पे हुन्छ। तर अरू यो वर्क भिजामा भएकोहरूको चाहिँ त्यो चाहिँ हुँदैन। सो त्यो चाहिँ एउटा बेनिफिट हो हामीलाई। अनि अब 38 आवर चाहिँ अब हामीलाई मिनिमम काम गर्नु नै पर्ने हुन्छ फुल टाइम काम गरिसकेपछि। सो अनि आफ्टर 38 आवर्स त्यसपछि भनेको के अरे ओभरटाइम अब जति पनि अब आफ्टर 38 भन्दा माथि जान्छ होइन। अब तिनीहरूभन्दा चाहिँ झ्याल खोल्नु पऱ्यो क्या। हल्का अँध्यारो भयो भएर नि हावा लगाइरहेको रहेछ। जाडो महिना बढिसकेको छ यहाँ। त्यहाँ नेपालमा अब गर्मी सुरु भयो, यहाँ चाहिँ जाडो सुरु भयो। ठ्याक्कै उल्टो हो कि होइन सिजनहरू। सो त्यही नै हो। अब के अरे अब ओभरटाइमको चाहिँ बढी पे हुन्छ अनि त्यही नै हो। अब हाम्रो प्याकेज त प्याकेजमै हुन्छ तर यो आवरली बेसिसमा पे गर्ने भएको भएर चाहिँ हाम्रो के अरे प्याकेजभन्दा पनि बढी कमाइरहेको भन्छ कि हामीले। अनि रह्यो अर्को कुरा हाम्रो प्याकेज चाहिँ कतिसम्म हुन्छ भन्ने कुरा होइन। अब हाम्रो एनुअल प्याकेज भनेको अब मिनिमम 4200 AUDबाट हाम्रो 42,000 AUDबाट 69,000 AUDसम्म चाहिँ हाम्रो के अरे एनुअल प्याकेज चाहिँ अब कम्पनीले अथवा होटलले चाहिँ अब आफ्नो पोलिसी अनुसार त्यसरी चाहिँ के अरे डिटर्मिन गर्छ होइन। तर हाम्रो त्यो भइसकेपछि फेरि बेस रेटमा फरक पर्न जान्छ क्या। अब 42,000 छ भने चाहिँ अब हाम्रो बेस रेट कम हुन गयो, 69,000 छ भने हाम्रो बेस रेट चाहिँ हाई हुन गयो होइन। त्यसले त्यो चाहिँ फरक पर्न जान्छ। अब के अरे यो होटलहरू अनुसारै फरक पर्छ त्यो कुराहरू। जस अब त्यस हप्तामा चाहिँ 1000 AUD चाहिँ जस मिनिमम चाहिँ कमाइ नै रहेको हुन्छ। अब जसको चाहिँ अब 60 भन्दा माथि छ तिनीहरूलाई चाहिँ अलिक बढी नै कमाइरहेको हुन्छ होइन। त्यही हो, कमाइ राम्रै छ, नराम्रो होइन। अब त्यस अब आफ्नो अब अरू भिजाहरू चेन्ज गर्नको लागि यताउति गर्न, सेभिङहरू गर्न, जस यताउति गर्न चाहिँ पुगि नै रहेको हुन्छ। सो गाइज आजको लागि यति नै। भिडियोलाई पनि इन गरौँ। अब कतिजनालाई चाहिँ यो भिडियो इन्फर्मेटिभ लाग्छ भने, कसैलाई यो भिडियो हेल्पफुल हुन्छ जस्तो फिल हुन्छ भने प्लिज सेयर पनि गरिदिनु होला। हुन्छ त मेरो अपकमिङ भिडियोमा फेरि भेटौँला। सो स्टे हेल्दी, टेक केयर, बाई बाई।